こんばんは。आज漢字テストदिनよろしくお願いします。では皆さん、漢字को चाहिँ नारी थाची सिक्ने क्रममा नारी थाची भनेको चाहिँ के हो त भन्दा漢字बन्यो कसरी अथवा漢字लाई सम्झिने कसरी हैन त्यो सिक्ने क्रममा चाहिँ आज हाम्रो तेस्रो भाग हो। यो भन्दा अगाडि हामीले漢字का केही漢字हरू भनौं न हैन नम्बर्सको漢字हरू सिक्यौं 10 सम्म त्यसपछि 100 को 1000 को 10000 को मान सम्म हामीले त्यो漢字हरू सिक्यौं। त्यसपछि पनि हामीले खोलाको मुखको यस्ता सिम्पल漢字हरू हुन्छ नि जो रुखका漢字हरू त्यस्तोहरू सिक्यौं। आज पनि हामी यस्तै भेरी सिम्पल漢字हरू सिक्छौं। किन यो आवश्यक छ त भन्दाखेरि यिनीहरू बेस हो क्या漢字को जग हो हैन। बेस जानिसकेपछि त्यही漢字हरू जोडिदै अलि ठुलठुलो漢字हरू बन्ने हो हैन। ठुलो漢字भनेको चाहिँ एकदम गाह्रो नयाँ किसिमको संरचनाबाट बनेको हुँदैन। यस्तै बेसिक漢字हरू हुन्छ नि सामान्य漢字हरू तिनीहरू नै जोडेर दुई तीनटा जोडिएको हुन्छ। त्यो हामीले हेर्दाखेरि चाहिँ अलि धेरै जस्तो लाग्ने अलिकति गाह्रो जस्तो लाग्ने मात्रै हो तर वास्तवमा तिनीहरू पनि गाह्रो हुँदैन यदि हामीलाई बेसिक漢字को बारेमा राम्रोसँग थाहा छ भने है त। अब हामीले漢字हरू सिक्दै गर्दाखेरि चाहिँ पहिल्यैदेखि भनेको आज भन्दा धेरै वर्ष पहिला जमानामा चाहिँ बनाएको कारणले गर्दा त्यतिखेर भएको स्रोतहरू त्यतिखेर भएको रिसोर्सेसहरू हैन खोला नाला यस्तै डाँडाकाँडा पहाडहरू खेतहरू रुखहरू यस्तैबाट बनेको हो भनेर हामीले पढेको छौं है त। जस्तै खेतहरू भन्दाखेरि पनि खेत कस्तो हुन्छ त धान रोप्ने खेत है त। यस्तो परेको ठुलो गरा छ भने यहाँनेर यसरी आली लगाइन्छ हैन अनि यसरी चाहिँ भाग लगाएर खेतहरू बनाइन्छ हैन। हो यिनीहरू खेतमा चाहिँ अब रोपिन्छ हैन केही रोपेको जस्तो सम्झिन्छ केही रोपेको छ धान रोपेको छ मानौ है त धान रोपेको खेत हो यही漢字सेम यसलाई त केही गर्नै पर्दैन हैन यसो गर्दिने अनि त्यसपछि यस्तो गर्दिने यो चाहिँ खेत है त खेत धान रोप्ने खेतलाई चाहिँ पुरा भाषामा चाहिँ ताम्बो भनेर भन्छ ताम्बो है त धान रोप्ने खेतलाई के भन्छ ताम्बो। तर यति漢字लाई ता मात्रै भनेर पढिन्छ ता या कहिलेकाहीँ दा पनि भन्ने गरिन्छ ता भन्ने दा भन्ने चाहिँ नर्मली बोल्दा हामी अभ्यास गर्दै जान्दछौं है त। यो घोक्न रट्न पर्दैन ताम्बो कहिलेकाहीँ यसरी लेखेको हुन्छ के ता चाहिँ漢字मा बो चाहिँ हिरागानामा लेखेको हुन्छ। अब यसलाई पढ्दाखेरि कसरी पढ्नु पर्यो ताम्बो जसको अर्थ धान खेत करेसा बारी यस्तो यो उखुहरू लगाउने हैन फलफुलहरू लगाउने बारी होइन है खेत धान रोप्ने खेतलाई ताम्बो भनेर भनिन्छ है त ताम्बो है। अनि अर्को त्यसो भए अहिले भन्दिराखौँ न त बारीहरू हुन्छ नि यस्तो सागसब्जीहरू फलफुलहरू साग तरकारीहरू रोप्नेलाई चाहिँ के भन्छ त जुन आली लगाएको हुँदैन नि त्यसलाई हाताके भन्छ हाताके ताम्बो हाताके हुन्छ नि हो हाताके भनेको चाहिँ बारी भनेर सम्झिने त बारी करेसा बारी खेतपाती गर्ने यसो फलफुलहरू लगाउने यिनीहरू चाहिँ हाताके भन्नुभयो है त है। ताम्बोको ता चाहिँ यसरी भन्यो त यो चाहिँ चित्र है यो चाहिँ तपाईले लेखे पनि हुन्छ लेखेर याद गरिन्छ नलेखे पनि हुन्छ यस्तै खालको। अनि अर्को जमिन हुन्छ नि घरहरू बनाउने खालको जमिन पनि हुन्छ नि हैन खेत चाहिँ यस्तो भयो जस्तो यहीबाट हेरौँ है त सिम्पल छ यहाँ हेर्नु त यो चाहिँ खेतवाला भयो चारैतिर चाहिँ आली लगाएको पानी जमाउने धान रोप्ने खेत। अब यसैले अहिले चाहिँ के हुन थाल्यो त भन्दाखेरि धान रोप्ने खेत पनि पहिला हामी सुन्छौँ नि काठमाडौँतिर पनि पुरै खेतै धानहरू धेरै फल्थे अहिले त्यो के भयो आली साली छैन बरु अहिले चाहिँ के हो त प्लटिङ हुन थाल्यो हैन प्लटिङ छटिङ भयो किन जमिनहरू जग्गा गर्नको लागि त्यस कारणले यहाँ आली भत्काइदिनुस् यसको घर बनाउनको लागि जमिन बनाउनु पर्यो नि त हैन यति आली भत्काइदिन्छ यस्तो हेर्दाखेरि प्लस जस्तो आयो प्लस माइनस जस्तो हो यो प्लस माइनस जस्तो आयो नि प्लस अनि तलपट्टि माइनस चाहिँ लामो हुन्छ है जमिनको माइनस चाहिँ लामो हुन्छ हैन यो हो यसलाई पनि जमिनै भन्छ है यसलाई चाहिँ जमिन यसलाई खेत हो यसलाई जमिन भन्छ। जमिनलाई चाहिँ अहिले एक्लै चाहिँ जमिन यतिले भन्दैन तो या दो भनेर सम्झिने त तो या दो यो ता या दा यो चाहिँ तो या दो। शनिबार चाहिँ जमिनको बार हो के त्यसकारणले दो यौबी भन्छ यौबी भनेको बार त्यस्तो ठाउँहरुमा यो युज हुन्छ है त दो यौबी यसरी है त। तोची पनि भन्छ जमिनलाई चीको漢字छुट्टै छ त्यसकारणले गर्दा अहिले तो मात्रै सम्झिराख्नु है त यो दुईटा चाहिँ यो खेत हो यो जमिन हो भनेर सम्झिराख्नु अहिले इनफ हुन्छ है त। दुईवटा आयो हैन आइ यति मिनट दिएँ मैले म तपाईलाई एउटा漢字सोध्छु हामीले एउटा漢字सम्झेको थियौं नि
यो के को खान्जी हो मिनासान यो मानको खान्जी हैन मान याद छ तपाईहरुलाई मान यसमा चाहिँ हामीले टी र यो टी हो टी अनि यहाँ यसो गरेर एच बनादैन टीएच को अर्थ चाहिँ 10,000 भन्ने स्पेलिङ क्या 10,000 को टीएच चाहिँ यसको कोड लिएर त्यही टीएच बाट यस्तो बनाएको थियो हैन खान्जी याद छ तपाईहरुलाई टीएच बाट बनेको यस्तो हो एक्चुअली नभएदेखि पहिलो भिडियो हेर्नुभयो भने थाहा हुन्छ है क्लियरली त्यहाँनिर टी टी अनि यहीँबाट यस्तो आएको अनि यस्तो गरेको एच म यसले भन्छ मान मान भनेको 10,000 ऊ बेला चाहिँ 1000 को नोट हुनु 1000 को रुपैयाँ हुनु ठुलो साउ हुनुहुन्थ्यो नि हैन 1000 रे साउ भन्थे नेपालमा चाहिँ 1000 रे साउ भनिन्थ्यो रे के 1000 रुपैयाँ हुनु भनेपछि अनि लाख हुनेलाई लखपति भन्न थाल्यो अनि अब त्यो लखपति चाहिँ अब जो पनि हुन थाल्यो नि अहिले करोडपति करोड पनि अब धेरै मान्छेले कमाइसक्यो नि त अब चाहिँ अरबपतिहरुको भ्यालु छ हैन मिडल क्लासहरुमा भनौँ न हैन अरबपतिहरुलाई चाहिँ फेरि अब खरबपतिको ध्यान होला हैन हो जमानामा जापानमा चाहिँ अब 1 मानको एउटै नोट हुन्छ हैन 10,000 को एउटै नोट हुन्छ हैन त्यही भएर अब एक दिन काम गरेर 1 मान कमायो भने चाहिँ मान कमाउन गएको भन्छ नि हैन जापान कोरियातिर जानेलाई हो 10,000 को एउटै नोट हुन्छ 10,000 को एउटै नोट अनि ऊ बेलादेखि नै अब जापानमा चाहिँ अब धनी भन्छ नि त मानको नोट नभए चाहिँ चल्दैन 1000 को नोट चाहिँ नेपालको 100 रुपैयाँ बराबर पनि हैन हैन फ्याट्टै सिद्धिन्छ हैन अब एउटा सागको सानो मुठा 2-3 सय पर्छ हैन भन्देखि 1000 त फ्याट्टै सकिहाल्छ हो भन्देखि ऊ बेलादेखि नै ट्याक्सी धेरै महँगो छ जापानको अनि ट्याक्सीलाई चाहिँ अब ट्याक्सी भनेर रोक्यो अनि कहाँ जाने त्यहाँ लगेपछि अनि कति उठ्यो त्यो अन्त मिटरको आधारमा पैसा तिर्ने हो नि त त्यतिखेर चाहिँ अब 2000 मात्रै गोजीमा छ भन्देखि त ट्याक्सी तिर्न पुगेन नि त पुग्यो त हो त्यो ट्याक्सीकोले चाहिँ हतपत लिने मान्दैन थियो के मान्छेहरुलाई अनि त्यसपछि ट्याक्सी बोलाउने मान्छेले चाहिँ यो 1 मानको नोट चाहिँ हल्ला रे के म चाहिँ 1 मानको नोट छ म ट्याक्सी चढ्न सक्छु भनेर चाहिँ देखाएपछि मात्रै ट्याक्सीले रोक्थ्यो रे के त्यो त्यस्तो थियो रे त्यो उ बेलाको कुरा के अब कम साधन स्रोत हुँदाखेरि कुरा होला नि अहिले त घर घर गाडीहरु छ हैन अनि त्यस्तो हुन्थ्यो रे के ट्याक्सीले शुद्ध पनि पत्याउँदैन थियो जससँग मानको नोट छ नि मान हो मान हुने मान्छेको चाहिँ फेरि मानै छुट्टै हुन्थ्यो रे के हो यही मानबाट चाहिँ छोरै मात्रै यो मान अघि मैले भने यो मान जोसँग छ त्यही प्रति चाहिँ त्यतैपट्टि चाहिँ मान्छेहरु लाग्थे हैन त्यतैपट्टि मान्छेहरु लाग्थे यस्तो संकेत हैन डाइरेक्सन देखाएको हैन जता मान त्यतैतिर मान्छे लाग्ने भएन हो जोसँग पैसा छ त्यसैको पछाडी लाग्छ भने जस्तो हैन जोसँग मान छ त्यसैले मान्छेले पनि मान्छ सो त्यसले हो यो खान्जी चाहिँ यस्तो एरो नै त हुँदैन यसलाई बनाएको है फेरि योबाट यस्तो बनाएर सम्झिने तरिका नि एउटा यस्तो खालको मानको खान्जी अनि यहाँ यस्तो एउटा धरको यति मात्रै राख्दिन है यस्तो एरो चाहिँ नबनाउनु हो यसलाई भन्छ खाता खाता सम्झिनु भयो हैन आनो खाता भन्ने वाला छ नि हो आनो खाता खान्जी खाता यही हो खाता भनेको एउटा हुन्छ तरिका रुल्स नियमहरु त्यसलाई नि खाता हुन्छ जोसँग मान्छ जो पैसा छ धनीवाल उनीहरुले नै रुल्सहरु बनाउनु त हैन अलि धनीबढी बडा मान्छेले बनाउनु त रुल्सहरु हो त्यसको अनि यो युज हुन्छ भने खाता पर्सन भन्ने पनि हुन्छ अब सामान्य हामी पर्सनलाई त हिजो हामीले भनेर नि 2 फुट उभिएको मान्छे 2 फुट उभिएको मान्छेलाई हितो भन्छ यो चाहिँ नर्मल मान्छे जस्तो यो चाहिँ खाता मान बोकेको मान्छे हो नि त सो व्यक्ति भने जस्तो टाइपको हैन पोलाइट तरिकाले हैन मान्छेलाई भन्दा व्यक्ति भन्दाखेरि यो युज हुन्छ है त व्यक्ति मान खाता खाता है त यो मानको खान्जी यो चाहिँ खाता खान्जी है त दुईटामा कन्फ्युज हुन्छ याद गर्नुस् यो वाला साइन भएको चाहिँ खाता हो यति मात्र चाहिँ मान हो है त ओके मिनासान त्यसपछि केसिमास मेट्छ है त अब अर्को छ केटा र केटी खान्जी त केटा र केटीको खान्जी केटी र केटाको खान्जी है त केटीको खान्जी चाहिँ यो खान्जी है त खासमा यहाँनिर तपाईहरुले देख्नु भएको छ होला यो खान्जी है त यसलाई कसरी सम्झाउने त चित्रबाट सम्झाउनु पर्ने हुन्छ एउटा केटी मान्छे बच्चा बोकिरहेको च्यापिरहेको टाइपको के अन्य गर्नुपर्ने हुन्छ म त त्यस्तो विधि दिमाग लगाउने त्यति धेरै मेहनत गर्ने मान्छे पनि हैन लास्टै अल्छी मान्छे हो हैन म चाहिँ सर्टकट धेरै नसोच्ने खालको है त सजिलै सम्झिने खालको क्या सजिलै सम्झिने कहिले नबिर्सिने खालको तरिकाबाट चाहिँ सिक्नलाई रमाइलो लाग्छ तर मेरो आफ्नो तरिकाले चाहिँ केटी भनेको चाहिँ हामीले यसो टाइपिङ साइकमा लेख्छौँ नि त हैन केटी त्यो केटी कस्ती रहेछ भने जस्तो हैन केटी भनेको केटी के र टी सम्झेपछि भयो के लेख्नु हैन त्यसपछि टी ल्याएर यहाँ टाँस दिनु ठीक छ
के लेख्ने टी ल्याएर यहाँ टाँसिदिने अब यो त के हो यस्तो यो र यो त मिलेन नि भन्नु हुन्छ यो चाहिँ नेपाली केटी हो क्या यहाँनिर पछाडि त कपाल कपाल सम्झिँदै होला होइन हो अब जापानिज केटीहरू तपाईँले देख्नु भएको छ नि पछाडि कपाल सपाल हुँदैन उनीहरूको चाहिँ होइन ज्यामा हो भनेर ज्यामा भनेको चाहिँ हजुरआमावाला ज्यामा होइन कि अब कपालले गर्दा चाहिँ यताउता झन्झट भयो भनेर चाहिँ ज्यामा भन्छ त्यसलाई चाहिँ हिँड्दा गर्दा बाटातिर केही सामान भयो तपाईँलाई हिँड्न अप्ठ्यारो भयो गाडीहरू जाने बाटोमा चाहिँ कतिले ढुङ्गा ल्याएर तेर्साइदियो भने त्यो गाडी जानको लागि चाहिँ ज्यामा भयो होइन हो कपाल पनि अब लामो भयो भने ज्यामा हुन्छ नि त ज्यामा भनेर काट्छ होइन हो धेरैजना केटीहरू पनि जापान गएर कपाल काटेको देख्नु भएको छ हो काटिदिनु यो अब यसलाई हल्का मिलाउनु पऱ्यो यस्तो खालको के बनाउनु भयो टी ल्याएर यहाँ टाँसिदिनु भयो पछाडि कपाल काट्यो केटी ठिक छ के र टी के टी यहाँ ल्याएर जोड्दैछ भयो ठिक छ यति गर्न सकिन्छ के अरे फेरि एकचोटि भन्छु के र टी टी यहीँबाट यस्तो खालको टी हो अब यो कपाल काटिदिने केटी केटीलाई के भन्छ ओन्ना भन्छ ओन्ना ओन्ना भनेर भन्छ है त केटीलाई के भन्छ ओन्ना भनेर भन्छ है त ओन्ना नो हितो अब ओन्ना नो हितो भन्नको लागि चाहिँ फेरि हितोको खान्जी पनि आउनु पर्यो है त अहिलेलाई चाहिँ यति मात्रै चाहिँ ओन्ना भन्छ ओन्ना अब ओन्ना नो हितो आयो भने चाहिँ यो हितोको खान्जी यो नो हिरागानाकै नो भइगयो यसको चाहिँ खान्जी हुँदैन है पार्टिकलहरूको खान्जी हुँदैन सो त्यही भएर ओन्ना नो हितो ओन्ना नो हितो केटी ओके अब हामीले केटीको खान्जी सम्झेपछि अब केटा केटाको पनि झन् सिम्पल छ अब केटाको खान्जी सम्झिनलाई चाहिँ हामीले के याद गर्नु पर्यो भने त्यो जमानामा चाहिँ केटा मान्छेको काम के त केटा मान्छे भनेको चाहिँ कस्ता हुन्थ्यो त भन्दाखेरि केटा मान्छेहरू चाहिँ बाहिर फिल्डमा काम गर्ने फिल्डमा खेतहरूमा काम गर्ने होइन पर्खाल सर्खाल लाउने होइन युद्धसिद्ध लड्ने सबै हुन्थेन केटी मान्छे चाहिँ तरबार भयो युद्ध लड्न जाने भन्ने खासै हुँदैन थियो होइन हो त्यही भएर केटा मान्छे चाहिँ बाहिर काम गर्ने खेतमा काम गर्ने हुन्थ्यो हो खेतमा काम गर्ने केटा मान्छे केटी मान्छे के गर्ने घरमै बस्ने घरको कुनामा बस्ने चामल चामल केलाउने त्यस कारणले कुना भन्ने शब्द हुन्छ कुनामा छ सामान कहाँ छ कुनामा भन्दाखेरि कुनालाई चाहिँ ओकु भनेर भन्छ मैले यहाँनिर लेखेँ तर यो स्पेस नभएर यहाँनिर लेखेँ है त मैले केटीमा केटालाई ओकु भन्दैन है त्यो ओकु ओकु भनेको चाहिँ कुना भनेको है त कुना कुनामा बस्ने मान्छेलाई ओकु भनेर भन्छ कुना है त अनि त्यो ओकुमा गएर बसिराख्ने मान्छे घरको ओकुमा बस्ने तरकारी सरकारी पकाउने घर आइसी काम गर्ने मान्छेलाई ओकुसान भनिन्छ ओकुसान भनेको चाहिँ पोलाइट भाषामा श्रीमती भनेको है त हजुरको श्रीमती को हो अथवा हजुरको श्रीमती सन्चै हुनुहुन्छ भन्दाखेरि ओकुसान सन्चै हुनुहुन्छ भन्न मिलेर ओकुसान आफ्नो श्रीमतीलाई नै ओकुसान भन्दा राम्रै हुन्छ है त ओकुसान है त यो चाहिँ केबाट आयो त ओकु भन्ने शब्दबाट ओकुको अर्थ के हुन्छ कुनामा कुना है त अनि केटा मान्छे के त फिल्डमा काम गर्ने है त केटी मान्छे ओकुमा गएर बस्ने घर आइसी काम गर्ने केटा मान्छे फिल्डमा काम गर्ने फिल्ड भन्ने बित्तिकै अहिलेको आइहाल्यो ताम्बोमा काम गर्ने ताम्बोको ताम्बोमा काम गर्ने चाहिँ अब फिल्डमा काम गर्ने कमाएर ल्याउने मान्छे त ठुलो मान्छे भइहाल्यो नि सो त्यो अहिलेको ठुलो मान्छे खाता कहाँ गयो यो ताम्बोमा काम गरिरहेको खाता यो दुईटा जोडेर बनाएको हो भनेर सम्झिँदा पनि हुन्छ होइन ताम्बोमा चाहिँ काम गरिरहेको यहाँनिर राखिदिनु अनि यहाँ खाता यहाँनिर योसँग यहीँ जोड्यो टाँस्यो खाता अब अलिकति मिलाउनु पर्छ यतिमै चाहिँ खान्जी यतिमै छोडेर चाहिँ मिस्टेक हो यत्तिकै चाहिँ गर्दाखेरि चाहिँ यस्तो हुन्छ त यहाँबाट हल्का यता आयो त यो यता आयो हो यसलाई ओतोको भन्छ यसलाई ओन्ना भनियो केटी मान्छेलाई भने केटालाई भन्छ ओतोको ओतोको अब ओतोको न हितो भन्नु पर्यो नि सेम यो ओन्नाको ठाउँमा यो खान्जी ल्यायो भने ओतोको न हितो भन्ने हुन्छ होइन ओतोको ओतोको ओन्योमी के भन्छ भन्ने कुरा चाहिँ फेरि हामी अर्कोचोटि म सिकाइदिइहाल्छु है त ओन्योमी र यो केटी र केटाको ओन्योमीमा नजुके पनि हुन्छ है सिम्पल्ली म तपाईँलाई त्यति सिकाइदिन्छु यो चाहिँ हामी स्टेप स्टेप जाउँ पहिला यो बेसिक सिकेपछि ओन्योमी पनि सँगसँगै आउँछ है ओके केटा मान्छेको खान्जीको यति जानियो अर्को पनि एउटा तरिकाले सिकाइदिन्छु म केटा मान्छे खान्जी चाहिँ केटा मान्छे चाहिँ बाहिरतिर काम गर्ने बलियो पनि हुँदैन बलिया माग्ने भने केटा मान्छे केटी मान्छेहरू त्यति बलियो हुँदैन नि होइन शारीरिक रूपमा होइन रोगहरूसँग लड्ने क्षमता त केटी मान्छेमा धेरै हुन्छ होइन बच्चा सच्चा पनि केटी मान्छेले पाउन सक्छ केटा मान्छे सक्दैन केटा मान्छेमा त्यस्तो धेरै चाहिँ सहन शक्ति हुँदैन अरे कि देखिँदाखेरि यसो सामान उचाल्न भारी उचाल्न चाहिँ केटा मान्छे पर्फेक्ट हो तर धेरै बाँच्ने रोगहरूसँग लड्ने गर्न चाहिँ केटी मान्छे नै धेरै निरोगी हुन्छन् भनेर भनिन्छ है त हाई त्यस कारणले गर्दाखेरि अब ज्यान चाहिँ केटा मान्छेको परेको हुन्छ होइन हो केटा मान्छेको कस्तो हुन्छ ज्यान ट्याक्क परेको पाखुरा भएको होइन यो बडी बिल्डर जस्तो होइन ट्याक्क याद होइन यस्तो
यतापट्टि हुन्छ एक साइडको मात्रै देखाइदिएँ मैले हो यहाँनिर हेर्नु त एक साइडको हात हेर्दाखेरि यस्तो हेर्दै देखाएर बस्छ नि यो पुरा बडी बिल्डरहरू जस्तै होइन जिम गर्ने मान्छेहरू जस्तो यस्तो हो पाखुरा यो भने के हो त बलियो छु म भनेर नि त बलियो बलियो बल भनेर नि त शक्ति देखाएको नि त हो यसलाई अब खान्जीमा बनाउँदाखेरि यो मुन्टोको यति बनाएर यति भागलाई यसो गर्न सकिन्छ नर्मली हुन्छ काताकानाको का नै हो है काताकानाको का पनि यहीँबाट बनेको जसको अर्थ शक्ति भन्ने हुन्छ शक्तिलाई हिरागानामा हुन्छ चिखारा के भन्छ चिखारा भनेको शक्ति पावर माथि खान्जीमा पनि यो छ नि त होइन खेतमा खाता नराखेर खेतमा चाहिँ यो चिखाराको खान्जी राख्यो नि त भयो नि त अनि त्यसलाई कसरी गफ मिलाउने जसरी नि मिलायो भने खेतमा चाहिँ बल प्रयोग गरिरहेको मान्छे खेतमा चाहिँ पावर लगाइरहेको मान्छे चाहिँ ओतोको भनेर सम्झे हुन्छ है त जसरी सम्झे पनि हुन्छ मात्रै के बिर्सिनु भएन भने खाताबाट सम्झिँदाखेरि यहाँनिर यो धर पनि चाहिन्छ भनेर चाहिँ बिर्सिनु भएन ठिक छ केटा र केटी खान्जी पनि भएन है अब कहिलेकाहीँ हामी कुराकानी गर्छौँ भने केटा केटी चाहिँ अब टोइलेटहरू पनि होइन केटाको टोइलेट छुट्टै हुन्छ केटीको टोइलेट छुट्टै हुन्छ होइन जति समानता भने पनि सँगै राखेको कुरो त भएन नि त होइन छुट्टै हुन्छ नि त सो अनि कतिपय ठाउँहरू हुन्छ त्यहाँ चाहिँ केटा मान्छे गएर हुन्छ केटी मान्छे गएर हुन्छ जो बसे पनि हुन्छ होइन कति चाहिँ फिक्स नै हुन्छ केटाको रुम केटीको रुम कति चाहिँ त्यो केटाकेटी भनेर बसेको हुन्छ जो गए नि हुन्छ भन्ने एउटा त्यस्तो ठाउँलाई चाहिँ है यो केटाको मान्छे ओतोको यो केटी ओन्ना सेटमै केटाकेटी भन्नु पर्यो भने चाहिँ दान्जो भन्ने चलन छ दान्जो हो यो चाहिँ ओन्युमी है त यसको ओन्युमी दान यसको ओन्युमी जो है त दान्जो मैले यहाँनिर यस्तो काटेँ है त ओन्युमी छुट्याउनलाई जसको अर्थ केटाकेटी भन्ने हुन्छ है त भन्नुभयो दान्जो मतलब हुँदैन जो आए पनि काम गर्दा हुन्छ भनेर छ कि पार्ट टाइम जबहरू गर्नुपर्ने ठाउँमा चाहिँ केटा चाहियो कि केटी चाहियो जो आए नि हुन्छ काम गर्ने मान्छे चाहियो दान्जो मतलब छैन दान्जो भनेपछि दान्जो हो केटा मान्छेलाई दान त्यही भएर टोइलेटहरूमा पनि दान्से टोइलेट भनेको छ त्यो चाहिँ जेन्डर भनेको पुरुष शौचालय भने जस्तो दान्से केटीको ठाउँमा जोसे भन्ने अनि केटी मान्छेलाई गर्लफ्रेन्डलाई खानोजो भन्छ नि खानोको खान्जी चाहिँ छुट्टै छ जोको खान्जी चाहिँ ओन्ना मिनिट हो केटीको खान्जी आउँछ गर्लफ्रेन्ड भने केटी हो नि त खानोजो जो चाहिँ ओन्यमी है त दान यसको ओन्यमी अरूसँग मिसिँदा चाहिँ दान अरूसँग मिसेर जो एक्लै आयो भने ओतोको एक्लै आयो भने ओन्ना भन्ने हुन्छ त ओन्यमी चाहिँ यस्तो हुन्छ सेटमै सम्झिनु है त ठिक छ यहाँसम्म ओके अब सबभन्दा सिम्पल खान्जी जस्तै नलाग्ने खान्जी पनि हुन्छ क्या कतिपय कुरा चाहिँ माथि भन्दाखेरि चाहिँ माथि देखाउँदैन अलिकति माथि यसरी मैले देखाएँ माथि आउनुहोस् माथि आउनुहोस् भन्छ नि यसो माथि हो मान्छे यो पनि जमिनमै सम्झिनु पऱ्यो त यहाँ त्यस्तो मान्छेले चाहिँ हातले देखाइरहेछ माथि होइन माथि तानिरहेको छ केही चिजलाई माथि तानेको छ भनेर सम्झिनुहुन्छ यो चाहिँ माथिको खान्जी है त माथिलाई के भन्छ उए भनेको माथि है त उए भनेको माथि तल भन्दाखेरि चाहिँ मेरो अनुसार अब मैले खान्जी बनाएर चाहिँ म कस्तो बनाउँथेँ भने यसो गर्ने अब यसो तल भनेको त ठ्याक्कै यसको तलपट्टि हो नि त यही तलपट्टि फर्काइदिए त भइहाल्यो होइन माथि तल तर मैले बनाएँ होइन अब उनीहरूले के सोचेर बनाए तल भन्दाखेरि चाहिँ हुन्छ तल गएर यसरी नबस्ने भनेर नि होला नि त होइन झुङ्गियाको जस्तो कि यहाँबाट ट्याङ्गाङ तलपट्टि गएको छ कि तल यसरी होइन माथि भनेर चाहिँ तल देखाउँदा पनि यसरी तल त देखाउँदैन नि त त्यो भएर सायद यसरी बनाएको होला तल तल है तलको चाहिँ यो है त माथिको र तलको चाहिँ यो धरको चाहिँ यहाँ ल्याएर राखेको हुन्छ यति मात्रै फरक तललाई हुन्छ सीता भनेको तल ठिक छ तल र सीता है तललाई सीता उयोलाई माथि भन्ने चलन है त उये सीता भन्छ तल माथि होइन उये सीता
ठिक छ। अर्को सबभन्दा सिम्पल होइन खान्जी भने आँखाको खान्जी हो क्या आँखाको खान्जी चाहिँ अब खासमा चाहिँ आँखा यस्तो हुनुपर्ने ट्याक्क यस्तो परेको होइन आँखा मैले यस्तो खालको खान्जी मैले भनिहालेँ मैले बनाएको होइन होइन कसरी यस्तो भयो भन्दाखेरि मलाई कहिलेकाहीँ त्यस्तो लाग्छ कसरी यो बनायो खान्जी आँखा यस्तो हुन्छ भने त यस्तो गरेको भए ट्याक्क यो आँखाको होइन यो नानी यस्तो बनायो भने थियो जस्तो लाग्थ्यो क्या मलाई तर खान्जी हुन चाहिँ वास्तवमा यस्तो नभएर यो आँखालाई यस्तो बनाएर अनि यस्तो बनाइएको छ कि तीनवटा कोठा सम्झिनु पर्यो यो चाहिँ आँखाको खान्जी र आँखालाई भन्छ मे भनेको आँखा है त आँखा हैन यस्तो बनाएको छ अनि यस्तो बनायो चाहिँ कस्तो हुन्छ यो आँखाको सेपमा यस्तो बनाएको भए चाहिँ के हुन्थ्यो त यस्तो खालको भन्दाखेरि यसको चाहिँ फेरि पहिले खान्जी बनिसकेको रहेछ के यसको चाहिँ अलरेडी नै यो भनेको चाहिँ त्यो जनावरको हड्डीहरूको थालहरू हुन्छ नि त्यो हामीले खन्डे थाल भन्छौँ नि होइन हाम्रो घरतिर पनि छ नि होइन पहिला यहाँ दाल राख्ने यहाँ भात राख्ने यहाँ अचार राख्ने अथवा दाल भात तरकारी राख्ने हुन्छ दाल भात तरकारी प्लेटहरू हुन्छ नि होइन हो त्यसलाई थालको खान्जी नै यो अलरेडी बनिसकेको रहेछ कि हो यसलाई चाहिँ फेरि यस्तो खालको खान्जी छ नि यो यस्तो छड्के यो यसलाई चाहिँ फेरि सारा भनेर भनिन्छ सारा भनेको प्लेट है त प्लेट अनि कहिलेकाहीँ प्लेटलाई पनि पोलाइट तरिकाले ओसारा भन्ने गरिन्छ है त ओसारा यो हो भने चाहिँ सारा हुन्छ यसलाई यस्तो गर्यो भने चाहिँ मे आँखा हुन्छ है त यस्तो देखिन्छ है ख्याल गर्नु होला ठिक छ सारा अनि हात अनि हातको पनि त्यस्तै छ क्या अनि हातको पनि खान्जी यसो हेर्दाखेरि चाहिँ मलाई लाग्छ मान्छेको हातबाट त्यो खान्जी बनाएको होइन होला जस्तो लाग्छ कि किनभने मान्छेको हात अनुसार हो भने त यस्तो 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 खान्जी बन्थ्यो होला क्या होइन मान्छेको त यस्तो पो हात हुन्छ तर कस्तो छ त भन्दाखेरि हात मान्छेको सायद हातको यो सेप छ नि 3 4 5 6 यस्तो खालको यो सेपबाट बनाएको होइन कि हातको रेखाबाट चाहिँ बनाएको हो कि जस्तो लाग्छ कहिले मलाई किनभने एउटा रेखा यस्तो आएको हुन्छ होइन के हो आयु रेखा के सम्झिन्छ अनि भाग्य रेखा यस्तो टाइपको हुन्छ यहाँबाट यस्तो आएको हुन्छ तपाईँको सबैको होला सायद होइन अनि कोही यो रेखा यहाँबाट यस्तो जोडेको हुन्छ तलसम्म अब यो तल जति तल गयो मान्छे त्यति लामो माग्छ भन्छ नि मान्छे यसो होइन हजुरको चाहिँ आयु यस्तो छ यति धेरै छ यति वर्ष बाँच्नुहुन्छ यताउता मान्छेले यस्तै रेखाहरू भन्छ नि होइन हाई तपाईँले पनि देखाउनु भयो होला हात होइन भाइ हो अब यस्तो खालको अब यहाँनिर यो रेखा नि राखिदिनु होइन हो यस्तो खालको छ्याछ्याछ परेको हात भनेको चाहिँ रेखा भएको ठाउँ भनेर हात सम्झिँदा चाहिँ रेखा सम्झिनु पनि सजिलो है त रेखा यस्तो खालको स्याट एउटा तल गएको होइन आयु रेखा टाइपको यस्तो यस्तो हो यसलाई चाहिँ के भन्छ हात त्यसो हेर्दा उनीको पात जस्तो देखिन्छ होइन हाई मलाई पनि लाग्छ उनीको पात जस्तो छ फेरि कसरी हात भयो भनेर होइन हातको रेखा भन्छ नि त है हात पाम हात पन्जा हात सबै यो त ते भन्छ होइन यसलाई ते भनेको हात ते भनेको हात ठिक छ हात अब हातको ओन्योमी र यसको ओन्योमी एउटै सेटमा सिक्न सकिन्छ ओन्योमी भनेको चाहिँ अरूसँग मिसिँदाखेरि बोल्ने शब्द आउने शब्दहरू अरूसँग मिसिँदा के भनिन्छ त भन्दाखेरि तपाईँ हाम्रो एउटा चलन छ यो र यसलाई यहाँ राख्दाखेरि यो उयोको खान्जी माथिको खान्जी अनि हात अनि माथि हात भन्छ माथि हात भन्छ कि माथिल्लो हात तल्लो हात हुन्छ नि त हात त यस्तो होइन नि त मान्छेको त यो माथिल्लो हात तल्लो हात एउटै त हात होइन दायाँ हात बायाँ हात चाहिँ हुन्छ बरु होइन भन्नुहुँदाखेरि जस्तो हामीले काममा गइसकेपछि ड्राइभिङहरू गर्दाखेरि पनि काम जाने भन्दा हातै बस्दैन हाम्रो चाहिँ हात बस्नु भनेको के हो जान्ने हुनु नि हात बस्नु हाम्रो बोली भाषाको भाषामा नेपाली भाषामा चाहिँ गाडी चलाउँदा हातै बसेको छैन भन्छ होइन हातै बसेको छैन अनि मेरो हात बस्यो अहिले चाहिँ हात बसेपछि सजिलो हुन्छ भन्छ नि काम सिकेर जान्नु बानी पर्नु भनेको के हो हात बस्नु भन्ने हाम्रो चलन भयो जस्तै जापानी भाषामा चाहिँ जान्नु भनेको सिपालु हुनु भनेको चाहिँ हात माथि हुनु हो भन्ने अर्थ कि हात चाहिँ माथि हुनु हो भन्ने उनीहरूको हामीले हात बस्नु भने जस्तो उनीहरू चाहिँ हात माथि हुनु होइन अरूभन्दा आफ्नो हात माथि हुनु भने जस्तो होइन आफू माथि हुनु भनेको आफू जान्ने हुनु कि आफूमा जान्ने हुनु आफ्नो हात चाहिँ माथि हुनु भने जस्तो होइन सिपालु हुनु भन्छ होइन हो त्यो सिपालुलाई चाहिँ जु भनिन्छ जु यो उयोको खान्जीको ओन्यमी जौ हो हातको खान्जीको चाहिँ जु है त जु सु त्यस्तो हुन्छ त्यो त पछि फेरि जानिहालिन्छ जौ यो दुईटा खान्जीको अर्थ चाहिँ जौ हुन्छ ओन्यमी एउटा जौ एउटा जु सेटमै सम्झिने त जौ
तपाईँ त कस्तो निहोङ्गो जापानी भाषा जेउजु हुनुभएछ है भन्छ नि म जेउजु छैन भने जस्तो कुरा होइन खान्जी पनि जेउजु हुनुभएछ भने पनि उयोको खान्जी र हातको खान्जी है त हात बसिसक्यो हात उठिसकेछ भनेर जापानी भाषामा उठ्नु माथि गइसकेछ है जेउजु सिपालु सिपालु ठिक छ ओके खान्जीहरू यस्तो सिम्पल सिम्पल धेरै छ धेरै खान्जीहरू छ होइन एकै एपिसोडमा नभनौँ अरूहरू पनि टाइममा सिक्दै सिक्दै गएको राम्रो हुन्छ सिक्नको लागि थोरै समय राख्नुपर्ने हुन्छ होइन सिक्न त केही दिनमै सबै सिक्न नै सकिन्छ तर त्यो मेमोरी गरेर फेरि लङ टाइमसम्म दिमागमा राख्नको लागि चाहिँ अभ्यास दैनिक अभ्यास चाहिन्छ है दैनिक अभ्यास चाहिन्छ त्यो चाहिँ हामीले प्र्याक्टिस गरिराख्नुपर्ने हुन्छ है अब हामीले चाहिँ एउटा खान्जी छ पानीको खान्जी चाहिँ पानीको स्रोत के थियो त ऊ बेलाको जमानाको मान्छेहरूले पानीको खान्जी चाहिँ कसरी लेखे त भन्दाखेरि पानी भनेको चाहिँ धारो सारोबाट आउने भन्दा नि खोला सोला चाहिँ पानीको स्रोत हुन्थ्यो खोलाको भनेन हान नदी आफै पनि पानीको स्रोत थियो होइन हान्जी भएको ठाउँ हो अब यो यस्तै खालको यो पानी अब खोलालाई यसरी बग्न थिएन यस्तो बगेको चिज यस्तो खालको बिचबाट बगेको दुईटा किनार भएकोलाई यस्तो यस्तो खोला भएको थियो होइन हो अब यो नदी यसरी बगिरहेको छ अनि खोलामा चाहिँ नदीहरू झरनाहरू आएर मिसिने हुन्छ नि त हो यताबाट दुईटा गएको बनाइदिने त यताबाट एउटा झरना ल्याएर मिसाइदिनु यस्तो खालको खोला यहाँ ल्याएर मिसाइदिनु अनि त्यस पछाडि यहाँबाट अर्को झरना यतापट्टि गएको बनाइदिनु छुट्टिएर पनि जान्छ नि होइन यस्तो खालको होइन एउटा खोलाबाट शाखा खोलाहरू जस्तो कि अनि यहाँ बिचमा पनि यो एउटा झरना यहाँबाट निकाल्नु होइन बन्द भयो यहाँबाट गएको अनि यहीँबाट फेरि यता गएको जस्तो हाँगा जस्तो टाइपको होइन तपाईँलाई फेरि रुख जस्तो भयो त भन्नु होला रुखको चाहिँ यस्तो हुन्छ रुखको चाहिँ के आइ कि भने जस्तो यस्तो हुन्छ भने पानीको चाहिँ त्यस्तो हुन्छ पानीको पहिलाबाट यस्तो खालको यो एउटा मेन खोलामा एउटा झरना आएर मिसियो यो अनि एउटा तल झारिदिनु यता आयो है अनि अलिकति माथिबाट बनाउनु है त यस्तो खालको अनि यहाँबाट बिचबाट यति गर्दा अलिक फरक भयो यो रुखको खान्जी भयो यो चाहिँ मिजुको खान्जी भयो मिजु भनेको पानीलाई मिजु भन्छ है त ओमिजु भनेर पनि भनिन्छ अगाडि ओ राख्यो भने त ओमिजु भन्दा चाहिँ कतिखेर भन्ने ओ आएको छ अनि यो खान्जी खोलाको दुईटा यस्तो खालको छ नि ओमिजु भन्न मिल्यो त ओमिजु ठिक छ है ओमिजु यसको ओन्यमी याद गर्न सक्नुहुन्छ भने लेखी चाहिँ राख्ने त ओन्यमी अरूसँग मिसिँदा चाहिँ यो सुई भन्ने नाम भन्छ सुई भनेर त्यो घोच्नेवाला सुई होइन यो पानीलाई सुई भन्छ क्या त्यस कारणले गर्दाखेरि एउटा बार छ बुधबार चाहिँ पानीको बार हो त्यस कारणले पानीको बारलाई चाहिँ सुई यौबी भनिन्छ यौबी भनेको बार सुई भनेको पानीको बार भने जस्तै होइन सुई यौबी भनिन्छ त्यस्तोहरू अरू शब्दहरूसँग खान्जीहरूसँग मिसिँदा चाहिँ ओन्योमीको युज हुन्छ सुई भनेर भनिन्छ एक्लै आउँदाखेरि चाहिँ ओमिजु कस्तो सुई पिउन मन लाग्यो मलाई भन्नु भएन त्यो चाहिँ अरूसँग मिसिँदा भन्यो खान्जीहरूसँग होइन एक्लै आयो नि त पानी पिउन मन लाग्यो भन्नु पर्यो चाहिँ मिजु कस्तो पिउन मन लाग्यो भन्ने हुन्छ है त जस्तो पानीलाई जल पानी अरू नामहरू दिए जस्तै हो भनेर सम्झिनु है त ठिक छ ओके जाने हो नि त हामीले धेरै कुरा जानु जस्तो लाग्छ ल लास्टमा चाहिँ म तपाईँलाई टेस्ट लिन्छु है त ओके यो के खान्जी हो जमिनको खान्जी यो चाहिँ जमिन है त जग्गा जमिन हुन्छ घर बनाउने जमिन भन्छ नि होइन घर बनाउने खेत त भन्दैन नि त हो जमिन यो के खान्जी हो खेत अब हामी सहरहरूतिर बस्छौँ होइन अब जापानमा पनि तपाईँ धेरैजना टोकियोतिर नागोयातिर ओसाकातिर बस्नुहुन्छ होला त्यहाँतिर खासै खेत चाहिँ देखिन्छ त देखिँदैन होइन मान्छेहरू लाखौँ मान्छेहरू छन् होइन त्यहाँ त बिल्डिङै बिल्डिङ होइन यो वाला खेत त हुँदैन होइन अनि काठमाडौँतिरै बस्ने मान्छेको पनि पहाड घर भनेको चाहिँ कहाँ हुन्छ त पहाड घर भनेको चाहिँ अब छुट्टै आफ्नो एउटा जिल्लामा गाउँमा हुन्छ नि प्रायः जस्तो मान्छेको होइन हो पहाड घर भन्ने चलन हुन्छ कि हो त्यसलाई फुरुसातो पनि भन्छ फुरुसातो पुरानो आफू जन्मघर अनि के हुन्छ त जन्मघरमा त जग्गा जमिनहरू हुन्छ होइन आफ्नो जेथा समथिङहरू चाहिँ कहाँ हुन्छ त गाउँमा हुन्छ गाउँमा के हुन्छ त यो दुईटालाई जोडिदिउँ यो दुईटा खान्जीलाई गाउँमा के हुन्छ धान रोप्ने खेत अनि आफ्नो जग्गा पाखा सबै भयो नि यो चाहिँ फेरि जमिन यो एउटा खेत अनि यो जमिन यहाँ तल ल्याएर राखिदिन्छ हो यस्तो खालको आयो
हो यो दुईटा मिसेर बनेको सहरलाई चाहिँ गाउँ भनिन्छ गाउँ गाउँलाई सातो भन्छ गाउँलाई अरू नामले पनि भन्छ एउटा चाहिँ सातो पनि भन्छ सातो है त खेतबारी भएको ठाउँ खेतबारी खेत जमिन भएको आफ्नो होइन खेत जमिनहरू भएको ठाउँ रहेछ सातो सातो ठिक छ सातो गाउँ भनिन्छ सातो यति सम्झिनु भयो ठिक छ एउटा बाँकी रह्यो मलाई याद छ यो पानी खान्जी त्यो चाहिँ अर्को क्लासमा म बताउँछु किनकि पानीको खान्जी भनेको यस्तो इम्पोर्टेन्ट खान्जी हो कि पानीसँगै अरू 5-6वटा खान्जी सर्र आउँछ एकैचोटि याद हुन्छ त्यसमा प्रब्लमै छैन है त ओके मिनासा आज हामी यति गरौँ है के बुझिएन भने मलाई कमेन्ट गर्नु होला है त है आज यति गरौँ आरिगातो गोजाइमासिता ओत्सुकारे सामा देशिता